प्रचण्डले पूर्व राजाप्रति आक्रोशित हुँदै भनेछन् कि भाइमारा र मूर्ति चोरले अहिले बढी चुरीफुरी गर्दैछन् भनेर। हो प्रचण्डजी, तपाईँले भनेको सही हो। उनले मूर्ति चोरेकै हुन्, उनले आफ्ना दाजुको वंशनाश पनि गरेकै हुन्। यो के तपाईँले भनेर प्रमाणित हुन्छ? प्रमाणित भएको छ। तर तपाईँले त सार्वजनिक कार्यक्रममा उभिएर 5000 जनाको हत्या गरेको जिम्मा म लिन सक्छु भनेर भनेको हो कि होइन? तपाईँलाई अब हत्यारा भन्ने कि नभन्ने? हत्यारा त तपाईँलाई भन्नुपर्छ, पूर्व राजालाई होइन। पूर्व राजाले अहिलेसम्म मैले मेरा दाजुको वंशनाश गरेको हुँ भनेर कुनै पनि कार्यक्रम या सार्वजनिक स्थलमा भनेका छैनन् र उनले गरेका पनि होइनन्। त्यो सारा नेपाली जनतालाई थाहा छ। भारतीय खुफिया एजेन्सी र अमेरिकी दलालहरूको फन्दामा परेर अहिले यही भएका नेपाली सेनाहरूको मिलेमहत्त्वको कारणले त्यो दरबार हत्याकाण्ड भएको हो भन्ने नेपाली जनतालाई थाहा छ। तर तिमीहरूले नेपाली जनतालाई भ्रममा पार्नको लागि राजा ज्ञानेन्द्रले नै आफ्ना दाजुको वंशनाश गरेको भनेर भ्रम फैलाउन बन्द गरे हुन्छ। तिमीहरूले भनेका कुरा नेपाली जनताले अब पत्याउँदैनन्। त्यो दरबार हत्याकाण्ड पूर्व राजा ज्ञानेन्द्रले नै गरेका थिए भने आजसम्म तिमीहरू कतिचोटि सत्तामा पुग्यौ? उनीहरूलाई कारबाही गर्ने, उनलाई कारबाही गर्ने, जेल कोच्ने हिम्मत गर्यौ? सक्यौ? राजा वीरेन्द्रलाई न्याय दिने हिम्मत गर्यौ? सकेनौ नि। किनकि त्यसमा तिमीहरूकै मिले महत्त्व छ र तिमीहरूकै कारणले गर्दा त्यो दरबार हत्याकाण्ड भएको हो भन्ने पनि नेपाली जनतालाई थाहा छ। हेलो प्रचण्डजी, पूर्व राजालाई मूर्ति चोर भन्दै गर्दा आफूले मूर्ति चोर्ने ल्यार्क्यान लामालाई लुम्बिनी विकास कोष सुम्पिएको याद छ कि छैन? त्यो गौतम बुद्धको जन्मस्थल लुम्बिनी ल्यार्क्यान लामाको हातमा कति वर्षका लागि थमाइदिनु भयो? गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएका एक एक इट्टाको महत्त्व छ। तिनी इट्टाहरू बेच्नको लागि के त्यो लुम्बिनी विकास कोषमा के ल्यार्क्यान लामालाई नियुक्त गरेको हो? लुम्बिनी विकास कोषमा ल्यार्क्यान लामा जबकि मूर्ति चोर प्रमाणित भइसकेका छन्। उनले नेपालका बहुआयामिक धातुहरूबाट बनेका मूर्तिहरू बेचेका छन्, लुटेका छन् भन्ने कुरो थाहा छ कि छैन? चोरेर मूर्ति चोरेर बेच्ने व्यक्तिलाई लुम्बिनी विकास कोषमा राख्ने प्रचण्डले पूर्व राजालाई मूर्ति चोर भनेको सुहाएन। पूर्व राजाले मूर्ति चोरेका हुन् भने प्रमाणित गरेर देखाउन्। तर ल्यार्क्यान लामाले मूर्ति चोरेको प्रमाणित भइसकेको कुरा हो। त्यो भएको कारणले अर्कालाई एउटा औँला देखाउँदाखेरि आफूतिर 4वटा औँला फर्केको पनि हेरौँ। कतिको देखिन्छन् 4वटा औँला? त्यसैले पूर्व राजालाई आरोप मात्रै होइन प्रमाणित गरेर पनि देखाउन सक्नुपर्छ। तर ल्यार्क्यान लामाले मूर्ति चोरेको प्रमाणित भइसकेको कुरा हो। यति कुरा चाहिँ हेक्कामा राख्नु। अलि बोल्ने बेला त्यो थुतुनो पनि अलि सम्हालेर बोल्नु। यस विषयमा तपाईँको धारणा के छ? जस्ताको तस्तै कमेन्ट बक्समा कमेन्ट गर्नु होला त। हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्री। के हजुर चाँदीको सामान बनाउने सोच गर्दै हुनुहुन्छ? अब ढुक्क हुनुहोस्, अन्य ठाउँ भन्दा अति सस्तो ज्याला जर्तीमा हामी फ्याक्ट्रीबाटै हजुरलाई पनि हरेक चाँदीका सामानहरू 100% ग्यारेन्टी सहित होलसेल मूल्यमै उपलब्ध गराउँछौँ। नेपालमा पूर्व विशिष्टहरूलाई आजीवन भत्ता दिनको लागि सरकारले नियम बनाउँदैछ। पूर्व राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, सभामुख, यिनी प्रधानमन्त्री, उपप्रधानमन्त्री सबैलाई आजीवन भत्ता दिनको लागि सरकारले एउटा नियम बनाउँदैछ। यदि यो नियम बन्यो भने उनीहरूले पाउने सेवा सुविधा भनेको सचिवालय, घर भाडा, डिजेल, पेट्रोल, ड्राइभर लगायतका सम्पूर्ण खर्चहरू राज्यबाटै लग्ने एउटा ठुलो भिआइपी कर्मचारीले सेवा सुविधा जसरी पाउँछ त्यसरी नै उनले पाउने भनेर अहिले त्यही नियम ल्याउँदैछन्। त्यो पनि पूर्व भइसकेपछि। अहिले पश्चिम हुँदै देश लुटेर देशको हालत थिलथिलो बनाएर अहिलेसम्म पुगेन यिनीहरूलाई। यिनीहरूले भ्रष्टाचार गरेर कमाएको पैसाले यिनीहरूलाई नपुग्ने भएकै कारणले हो त्यो सेवा सुविधा ल्याउन खोजेको। जस्तै केपी ओलीले कम्बोडियामा 33 अरब पैसा राखेका छन् भनेर दुर्गा प्रसादले भने। अब त्यो 33 अरबले के केपी ओलीलाई जीवनभरि खान पुग्दैन? केपी ओलीलाई त 3 पुस्तालाई पुग्छ त्यो पैसाले। त्यो भएको कारणले उनीहरूले राखेका छन् या छैनन् त्यो प्रमाणित नहोला। तर देश खोक्रो बनाएका छन्, देशको अर्थतन्त्र लुटेका छन्, देशको अर्थतन्त्रलाई धराशय बनाएका छन् भन्ने त सबै नागरिकले थाहा पाएकै छन्। अब त्यो थाहा पाउँदा पाउँदै उनीहरूलाई फेरि के हामीहरूलाई दुःख हैरानी देशलाई लुटेर खोक्रो बनाएकै कारणले हामीले उनीहरूलाई सेवा सुविधा दिनुपर्ने हो फेरि। अब त्यो सेवा सुविधा दिँदै गर्दाखेरि पूर्व राष्ट्रपतिलाई पाल्नको लागि 9 लाख रुपैयाँ खर्च हुन्छ। अहिले हालका राष्ट्रपतिलाई पाल्नको लागि 21 लाख खर्च हुन्छ महिनामा। अब त्यस्तै त्यस्तै गर्दै यिनी सबै प्रधानमन्त्रीहरूलाई, उपप्रधानमन्त्रीहरूलाई पाल्दाखेरि हामीले कति लाख खर्च गर्नुपर्छ महिनामा? कति अरब खर्च गर्नुपर्छ? आफै सम्झिनुहोस् त। फेरि यिनी पूर्व पनि कति हुन्छन् भनेको अब 1-2 महिनामा सरकार ढलिहाल्छ। अहिले केपी ओली प्रधानमन्त्री छन्, भोलि गएर रवि लामिछाने प्रधानमन्त्री भयो भने रवि लामिछानेलाई पनि दिनै पर्यो।
त्यो पछि अर्को आउँछ, अर्कोलाई दिनै पर्यो। महिनाका सरकार परिवर्तन हुन्छ, भएभरका नेताहरू सबै पूर्व हुन्छन्। अब तिनी पूर्वलाई हामीले कतिसम्म पालिरहनु पर्ने पश्चिम बनाएर, त्यो भएको कारणले यसको घोर विरोध गरौँ। सामाजिक सञ्जालबाटै विरोध गर्दाखेरि यो सरकार डगमगाउँछ र पछाडि हट्छ। 2/3 दम्ब देखाएर केही हुनेवाला छैन। जनता 2/3 भन्दा 10/3 गुणा बढी छन्। त्यो भएको कारणले यिनी 2/3 केही लसारबाट लगाउनेवाला छैनन्। यस्ता नियम ल्याउन खोजेको त यिनीहरूले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलाबाट हो, अहिलेसम्म ल्याउन सकेका छैनन्। अहिले पनि यसको प्रक्रिया सुरु भइरहेको छ। 2/3 दम्बले होला सायद। यस्ता 2/3 दम्ब राजावादीहरूको एक दिनको प्रदर्शनले देखाइसक्यो। त्यही भएर सामाजिक सञ्जालबाट घोर विरोध गरेर देश लुटेका र देशका जनतालाई दुःख हैरानी दिएका नेताहरूलाई पाल्न सकिँदैन। हाम्रो नेपाली गहना होलसेल फ्याक्ट्री। के हजुर चाँदीको सामान बनाउने सोच गर्दै हुनुहुन्छ? अब ढुक्क हुनुहोस्, अन्य ठाउँ भन्दा अति सस्तो ज्याला जर्तीमा हामी फ्याक्ट्रीबाटै हजुरलाई पनि हरेक चाँदीका सामानहरू 100% ग्यारेन्टी सहित होलसेल मूल्यमै उपलब्ध गराउँछौं।